Welcome to the School of Education at Kathmandu University, a hub of academic excellence and innovation. नमस्कार। हाम्रो समुदायमा काम गर्ने सबै साथीहरू, समुदायका सदस्यहरू र जसले हामीसँग पार्टनरशिप गर्नुभएको छ उहाँहरूलाई सबभन्दा पहिले म विशेष धन्यवाद दिन्छु। हामीसँग करिब अहिले 200 भन्दा बढी पार्टनरशिप छन् र त्यो मध्ये केही एक्टिभ छन्, केही प्यासिभ छन्। ती पार्टनरशिपहरुमा कहिलेकाहीँ के हुन्छ भने काठमाडौँ विश्वविद्यालयको लोगोको कुरा आउँछ। कसरी यो लोगो प्रयोग गर्ने? यहाँहरूलाई म के प्रश्न पार्न चाहन्छु भने हामीले जे विषयमा सम्झौता गरेका छौं त्यतिमा मात्रै हो। जस्तो मानव कुनै स्कुलसँग हामीले तपाईको टिचर ट्रेनिङमा हामी काम गर्छौं भनेका छौं भने र उहाँहरूले पनि त्यो अग्री गरेर सम्झौता गर्नु भएको छ भने त्यो लोगो त्यतिका लागि हो। त्यो स्कुल सबैसँग हाम्रो पार्टनरशिप होइन। जस्तो यहाँहरू धेरैले एडमिसनको टाइममा हामी काठमाडौँ युनिभर्सिटीसँग सहकार्य गरेका यस्तो स्कुल हौं भन्नुभएको छ। हामीले सबै कुरामा सहकार्य गरेका छैनौं। हामीले वास्तवमा तपाईको टिचरहरुको टिचर प्रोफेसनल डेभलपमेन्टमा मात्रै सहकार्य गरेका छौं। मानव एकछिनको लागि तपाईले सबै स्कुलसँग सहकार्य गरेको सेन्समा कुरा गर्नुभयो भने तपाईले फी उठाउनुहुन्छ। अब त्यो फीमा पनि फेरि हाम्रो चाहिँ त्यो लोगोको क्लेम भयो भने के होला? अनि त्यो क्लेम गर्न हामी चाहदैनौं। तर त्यतापट्टि होइन हाम्रो सम्झौता। कतिपय साथीहरूले हामीसँग भएको सम्झौतालाई बोर्डमै राख्नु भएको छ। बोर्डमा राख्ने गरेको सम्झौता हाम्रो होइन। हाम्रो सानो एउटा कम्पोनेन्ट जो चाहिँ टिचर डेभलपमेन्टमा हामी काम गरिरहेका छौं। तपाईले के भन्न सक्नुहुन्छ भने हामी टिचर डेभलपमेन्टमा 1 वर्षको काठमाडौँ विश्वविद्यालयसँग सम्झौता छ भन्न सक्नुहुन्छ। यो कुरा यहाँहरूले बुझ्दिनु होला है। त्यसकारण यो भिडियो बनाउनु पर्या कारण पनि यो। र दोस्रो कुरो भनेको सम्झौताको दायरा हुन्छ, समयावधि हुन्छ। सम्झौता सकिसक्दा पनि तपाईले लोगो प्रयोग गरिरहन पाउनुहुन्न। यो चाहिँ कानुनी कुरा पनि हुन सक्छ। त्यसकारण यहाँहरू सबैलाई मेरो विनम्र अनुरोध सम्झौता अनुसार काम गरौँ। कतिपय अभिभावकले कतिपय निजी स्कुलमा पढाउने अभिभावकहरूले हामीलाई सोध्नु भएको छ यो के हो भनेर हामीले त प्रश्न पार्नुपर्ने हुन्छ। र यो भिडियो मार्फत हामीले यहाँहरूलाई प्रश्न पार्न चाहेका हौं, खोजेका हौं। त्यसकारण लोगो त्यसमा मात्रै प्रयोग गरौँ जहाँ हामीले सम्झौता गरेका छौं। त्यो बाहेक अरु ठाउँमा लोगोको प्रयोग नगरिदिनु हुन म विनम्र अनुरोध गर्छु। हस्, धन्यवाद। Welcome to the School of Education at Kathmandu University, a hub of academic excellence and innovation.